Hello everyone, good morning and namaste लसो फ्यापुला र सँगसँगै मेरो यो मिक्स ब्लगमा अथवा मेरो यो युट्युब च्यानलमा यहाँ सम्पूर्णलाई नयाँ बिहानीको सुरुवात सँगसँगै यहाँ सम्पूर्णमा मेरो नमस्कार अनि गुड मर्निङ भन्न चाहन्छु। आज पक्कै पनि म चाहिँ आलु बारीनिर चाहिँ म आइसकेको छु। मैले अघिल्लो भिडियोहरुमा पनि मैले हजुरलाई यो आलु बारीमा चाहिँ काम गरेको मैले देखाएको थिएँ र अहिले चाहिँ लगभग हामीले आलु गोडमेल गरेर हाम्रो ट्याक्कै यता चाहिँ 1 महिना भइसकेको छ। सो गाइस तपाईहरु सम्पूर्णले चाहिँ यो आलु अब 1 महिना पछाडी चाहिँ आलु चाहिँ यतिको भएको छ। यहाँहरु सम्पूर्णले हेर्न सक्नुहुनेछ। आदरणीय मेरा श्रोता मेरा युट्युब फ्यामिली सम्पूर्णले हेर्न सक्नुहुनेछ। म चाहिँ आज आलु बारीमा आइसकेको छु। किन भन्नु होला, फेरि म चाहिँ घाँस काट्नको लागि चाहिँ आलु बारीमा आइसकेको छु। पक्कै पनि यहाँहरु सम्पूर्णले हेर्न सक्नुहुनेछ है। आज मैले हजुरहरु सम्पूर्णलाई यो आलु विशेष गरी यो चाहिँ धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियाबास गाउँपालिका वडा नम्बर 1 मा रहेको छ। यो आलु चाहिँ एकदमै पुरानो प्राचीन कालदेखि हाम्रा अग्रज पुर्खाहरूले चाहिँ रोप्दै आएका एकदमै अर्गानिक आलु अथवा अर्गानिक खेती रहेको छ। यहाँका पकेट क्षेत्र भनेको चाहिँ यो आलु रहेको छ। यो मुख्य आम्दानीको रूपमा रहेको यो आलु विशेष गरेर यहाँको मान्छेहरूले चाहिँ मुख्य आम्दानीको रूपमा यो आलु फलाउँछन्। यो आलु फलाइसके पछाडी जेउस बालबच्चालाई पढाउने घरको खर्च टाल्ने काम चाहिँ यही आलुबाट चाहिँ गरिन्छ। सो तपाईहरुको माझमा मैले यो देखाइरहेको छु। पक्कै पनि म आलु बारीमा आज घाँस काट्नको लागि चाहिँ म आइसकेको छु। पक्कै पनि यहाँले भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला भन्नको लागि म अनुरोध गर्न चाहन्छु है त। विशेष गरेर यहाँनेर चाहिँ यो एकदमै प्रख्यात यो गिलिङजो गुम्बा पनि रहेको छ। यसको आसपास भनेको आलु रोप्ने सिजन पनि रहेको छ र अर्को पाली चाहिँ गौमारी हुन्छ। यसमा चाहिँ हेर्न सक्नुहुन्छ माथिल्लोपट्टिको गराहरुमा चाहिँ यहाँनेर चाहिँ अब गौमारी रहेको छ भने यो पाली यहाँ चाहिँ आलुको चाहिँ भनौं न आलु रोपिरहेका छन्। सबैजनाले हेर्न सक्नुहुनेछ। आलुको सिजन भनेको चाहिँ यसरी रहेको छ। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ एकदमै मनोहर दृश्य। यो भनौं न माइल्सको रुख रहेको छ। एकदमै बुढो जहाँसम्म लाग्छ म पनि जन्मेको थिएन होला यो रुख उम्रिँदाखेरिमा। र यो तलपट्टि चाहिँ माने पनि रहेको छ। यहाँहरु सम्पूर्णले हेर्न सक्नुहुनेछ गाइजहरु है। अब यस्तो टाइपको चाहिँ यो खनियाबास गाउँपालिका झारला उङ्गुल भन्ने ठाउँको यो दृश्य रहेको छ। यहाँहरु सम्पूर्णले हेर्न सक्नुहुनेछ है। हेरेर साथ दिन होला। पक्कै पनि भिडियो कस्तो लाग्छ कमेन्टमा लेखिदिनु होला। मन परेमा शेयर लाइक कमेन्ट चाहिँ पक्कै पनि गरिदिनु होला। अब भन्नलाई म अनुरोध गर्न चाहन्छु। अब चाहिँ म घाँस काट्नको लागि जाँदैछु गाइसहरु है। पक्कै पनि यहाँले हेर्न सक्नुहुनेछ। आज म यहाँहरु सम्पूर्णलाई देखाउँदै लैजाने छु। एकदमै मनोहर दृश्य रहेको छ। पक्कै पनि यहाँले हेरेर साथ दिन सक्नुहुनेछ। तपाई जहाँबाट हेर्दै हुनुहुन्छ एकदमै तपाईहरु चाहिँ एन्टरटेनमेन्ट लिनु होला भन्नको लागि म अनुरोध गर्न चाहन्छु। आलु बारी चाहिँ यस्तो छ है। मैले यो आलुको अपडेट चाहिँ मैले तपाईहरुलाई दिइराखेको छु। कोही नेपाल भित्र हुनुहुन्छ भने अर्गानिक आलुलाई तपाई प्रयोग गर्न चाहनुहुन्छ भने अथवा यो आलु चाहिँ तपाईहरु खान चाहनुहुन्छ भने तपाईले मेरो युट्युब च्यानलमा अथवा मेरो युट्युब मसँग चाहिँ तपाईले कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। तपाईलाई हामी सकेसम्म हामी तपाईलाई यो आलु भनौं न दिने पनि हामी कोसिस गर्ने छौं। यहाँहरुले मेरो युट्युब च्यानलमा चाहिँ सम्पर्क पनि राख्नुहुनेछ है, गर्न सक्नुहुनेछ गाइजहरु। अब आलु बारीमा म आइसकेको छु। अनि यतापट्टि चाहिँ यो तपाईले यो माने जस्तो देखिरहनु भएको छ। यो चाहिँ के हो भन्दाखेरि यो बर्खाको टाइममा यहाँनिर चाहिँ यसरी चाहिँ घेरा लगाएको तपाईले देख्नु भएको छ नि हैन। पछाडिपट्टि हेर्न त यी
हेरालाई चाहिँ म सरस्वती मैले तपाईँ हजुरलाई देखाइरहेको छु। यो चाहिँ यो बर्खाको सिजनमा चाहिँ 2-4 महिना चाहिँ यहाँनिर ताल जम्छ भन्दा नि यहीँ यो भित्र चाहिँ यो यसमै चाहिँ यहाँ उम्रिन्छ। अनि यो उम्रिसके पछाडि अनि एकदमै ठुलो ताल बन्छ, जसले गर्दाखेरि यहाँनिर यो घेराबार पनि हालेर राखेको छ। पक्कै पनि यहाँहरूले हेर्न सक्नुहुनेछ। अनि यो बेला त्यो बेलामा चाहिँ आलुबारी चाहिँ अथवा आलु चाहिँ निकालिसकेको हुनपर्छ, नत्र भने आलु चाहिँ सब गुवाइदिन्छ है गाइसहरू। हो मैले हजुरलाई देखाइरहेको छु। म चाहिँ अब यस्तै हो किसानको जिन्दगी, जहाँ हरियाली त्यहीँ मन भुलिन्छ। यहाँहरूलाई यो दृश्य पनि म देखाउँदै लैजाने छु। भिडियोलाई पक्कै पनि साथ सपोर्ट हजुरहरूले दिनु होला है त। र म चाहिँ यसरी आलुबारीतिर चाहिँ घुमिरहेको छु गाइसहरू। यी आलु एकदमै अहिले यसो हेर्दाखेरिमा यो आलु चाहिँ बोट चाहिँ राम्रो आएको छ। जस किसानहरूलाई अलिकति भित्रपट्टि चाहिँ अलिकति हाँसो खुसी पनि भइराखेको छ, सन्तुष्टि पनि छौँ है सबैजनालाई हेर्न सक्नुहुनेछ। यो आलुबारी विशेष गरेर ल हेर्नुहोस् त, हामी चाहिँ आलुबारीमा यसरी चाहिँ घुमिरहेको छौँ है। डोको सोको बोकेर डोको नाम्लो बोकेर चाहिँ हामी जाँदैछौँ गाइसहरू। हेर्न सक्नुहुनेछ जो विदेशमा हुनुहुन्छ, जो स्वदेशमा हुनुहुन्छ, सम्पूर्णलाई यो हरियाली दृश्य चाहिँ मनपर्छ। त्यस कारणले गर्दाखेरि पक्कै पनि हेरेर साथ दिनु होला है। आलुबारी चाहिँ रेख्दै गर्नको लागि चाहिँ उतापट्टि यो कृषक अगुवा आमा जाँदै हुनुहुन्छ। उहाँले चाहिँ अब के भन्छ, यो हप्ताको एकचोटि चाहिँ आलुबारीमा आएर यसो आलुको चाहिँ निरीक्षण गर्नुहुन्छ। सो गाइस तपाईँहरूले हेर्न सक्नुहुनेछ आलुबारी यस्तो रहेको छ है। ल हेर्न सक्नुहुनेछ है, यो ठाउँको आलु चाहिँ यस्तो छ गाइसहरू। सरस्वती अलिकति जुममा आयो, पछाडि म ब्याग लगाएर चाहिँ देखाउँदै लैजानेछु है। ल गाइसहरू यस्तो छ आलुको जिन्दगी, यस्तो छ है गाइसहरू। ल आलुको जिन्दगी यो एकदमै मनोहर दृश्य पनि यहाँहरू सम्पूर्णलाई मैले देखाइरहेको छु। पक्कै पनि हेर्न सक्नुहुनेछ। तपाईँलाई आलु मनपर्छ? आलु मनपर्नेहरूले चाहिँ लाइक गर्नु होला, कमेन्ट गर्नु होला। अब चाहिँ घाँस काट्ने ठाउँमा आइपुग्नै लागिसक्यो है गाइसहरू। पक्कै पनि हेरेर साथ दिनु होला। म चाहिँ घाँस काट्ने ठाउँमा चाहिँ आउन लाग्यो। अब चाहिँ हेरेर साथ दिनु होला है त। हेर्दा हेर्दै ढल्क्यो जवाना, तेरो मन बुढो भएन, तेरो मन बुढो भएन। म चाहिँ राजु लामाको फ्यान पनि हो है, बिग फ्यान हो साथीहरू। त्यसले गर्दाखेरि उहाँको गीत पनि मैले यसो गुनगुनाइरहेको छु है। फाइनली गाइस अब चाहिँ के अरे ट्याक्कै लाएर घाँस काट्ने ठाउँमा चाहिँ आइसकेको छ है। घाँस काट्ने भनेको यिनीहरू यो घाँसहरू काट्ने, अनि टक्क लाएर त्यसपछि आएर बाख्रालाई भैँसीलाई हाल्ने हो साथीहरू। के गर्ने यस्तो छ यो। अब उतापट्टि पनि जाँदैछ डोको बोकेर। म चाहिँ यो बारीको पाटाको चाहिँ यो म काट्छु, अनि हेर्दै रहनु होला है त। ल साथी हो, अब यो चाहिँ मैले यहाँ के अरे पन्जा पनि लगाइरहेको छु। यो चाहिँ अब यो ग्लोभ्स चाहिँ होइन, यहाँ पन्जा रहेको छ। यो पन्जा चाहिँ यो सेफ्टीको लागि है। यो सापहरूलाई ठुङ्छ, अनि कहिलेकाहीँ सापहरू भेटिन्छ, अनि कहिलेकाहीँ चाहिँ के हुन्छ यो झिक्रा झाराले चाहिँ यहाँ गोज्छ। त्यसले गर्दाखेरि आफ्नो सेफको लागि चाहिँ मैले यो पन्जा पनि लगाइरहेको छु है। पक्कै पनि यहाँ हेरेर साथ दिनु होला। म घाँस काट्नलाई अब सुरु गरेँ है त। घाँस काट्ने औजार चाहिँ यो है गाइसहरू। घाँस काट्ने औजार चाहिँ यो, यसले चाहिँ अब सुई सुई काट्ने है।
हस्त यहाँहरू सम्पूर्णलाई यतिन्जेल हेरिदिनु भयो। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र जहाँबाट हेर्दै हुनुहुन्छ तपाईँको परिवार, घर परिवार, तपाईँको छरछिमेकी, तपाईँको काम सबै तपाईँको चाहिँ मिलोस्, राम्रो होस्, फलोस् फुलोस्, तपाईँको जिन्दगी चाहिँ हराभरा होस् भन्नलाई म अनुरोध गर्दै मेरो भारी पनि पुगिसकेको छ। अबलाई भने हामी यो भारीलाई घरतिर अथवा गोठतिर चाहिँ लैजानेछु। पक्कै पनि यहाँहरूले साथ सपोर्ट माया दिनुभएको छ। हजुरहरूको साथ सपोर्ट र मायाको लागि धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोबाट बिदा माग्ने समय पनि आइसकेको छ। गाइजहरू सम्पूर्णलाई धन्यवाद दिँदै यहाँहरू सम्पूर्णलाई फेरि पनि नमस्ते, गुड मर्निङ, बाई बाई। यस्तै भिडियोहरू पनि फेरि पनि म ल्याउँदै गर्नेछु। पक्कै पनि यहाँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि यस्तै रमाइलो खालको भिडियो म ल्याउने बाचा गर्दै यहाँहरूको बिचबाट म बिदा हुन चाहन्छु। हस्त सम्पूर्णलाई फेरि पनि नमस्ते, गुड मर्निङ एन्ड बाई बाई, टेक केयर।